हामी एउटा यो पहिला हामीले सुशीला कार्कीसँग 12 बुझे सहमति गरेका थियौँ कि हजुर एउटा त्यो कार्यान्वयनको पाटोमा लैजाने हैन। अर्को जस्तो देशैभरि अहिले 5 लाख जति कालो सूचीमा राखेर वित्तीय संस्थाहरूले नागरिकता नचल्ने गरी संविधान भन्दा पनि माथि अनागरिक बनाएको अवस्थामा एउटा त्यो डाटा सङ्कलन गर्ने हैन। अर्को दार्चुलामा एकदमै हामी त पूर्वको मान्छे, दार्चुलामा एकदम त्यो छ नि त सीमा, यो छ भने त यसको त्यो सीमाको अध्ययन। र अर्को के हो त भन्दाखेरि दार्चुलामा पनि जस्तो हिजो ब्याङ्कबाट 6%, 7%, 8%मा लिएका ब्याजहरू तपाईँको 17%, 22%सम्म असुले, सहकारीले 16% भन्दा बढी ब्याज दिन पाइँदैन। सहकारीले पनि हर्जना सहित तपाईँको 22-36% असुले हैन। अनि यो लघु वित्तीयहरूले 4 देखि 6% मा लाउन पर्ने सब्सिडी हैन लोन एउटा महिलाको नाममा लगानी लाएर उनीहरूले अलिकति बदमासी गरे। त्यस कारणले यहाँका जनताहरू कस्तो अवस्थामा छ, वित्तीय आतंकबाट कति छन् र वित्तीय संस्थाहरूले कस्तो अवस्थामा छ। जस्तो हामीले के हो भन्दाखेरि एउटा पुलको काम गरेको हो क्या, त्यही भएर जनता पनि मर्न भएन, वित्तीय संस्थाहरू पनि विस्तारित हुनु भएन। तर के भन्दाखेरि यसलाई नियमन गर्ने निकाय को त? एउटा सरकारको बाटो मन बसेको भएर त्यसैको अध्ययन अवलोकन र डाटा सङ्कलनको लागि आएको छ। के कार्यक्रम गर्नुहुन्छ सर दार्चुलामा? हामी भोलि यहाँको व्यापारी व्यवसायहरू र यहाँका राजनीतिकहरूसँग भेटघाट हुन्छ। हजुर। अनि अहिले जस्तो संविधानमा भएका नैसर्गिक अधिकार जस्तो नागरिकता प्रयोगै नगर्ने गरी अनागरिक बनाएको त्यो विषयमा एउटा छलफल हुन्छ र यहाँ वित्तीय सङ्घ संस्था अथवा मिटर ब्याजी व्यक्तिगत लेनबाट कालो सूचीमा परेका साथीहरूसँग भेटघाट हुन्छ। दार्चुलाको अर्को समस्या भनेको सीमा समस्या पनि हो होइन, लिपुलेक लिम्पियाधुरा लगायतको कुराहरू, यसमा पनि तपाईँहरूको अभियानले केही कुरा उठाउँछ? हामीले उठाउँछ। हामीले अहिले के भन्दाखेरि भारतसँग हाम्रो रोटी बेटीको सम्बन्ध छ भन्छौँ कि हामीले। छिमेकीसँग कस्तो भन्दाखेरि परराष्ट्र नीति राम्रो नभएको कारणले हामीले दुःख पाएको हैन। त्यस कारणले छिमेकीसँग गर्ने मित्रवत व्यवहार, परराष्ट्र नीतिलाई सही तरिकाले परिचालन गरेर आखिर हामी कतिपय ठाउँमा भारत हामीसँग निर्भर छ। जस्तो भारतलाई मान सरोवर जानलाई हाम्रा भूमिहरू प्रयोग भएका छन्, कतिपय हामी भारतसँग निर्भर छौँ। यसलाई मित्रता पूर्व र जस्तो परराष्ट्र नीति अन्तर्गत यसलाई कसरी विस्तृत गर्न सकिन्छ भन्ने कुरामा जान्छौँ। अर्को कुरा जस्तो सीमाको कुरा छ, यो दार्चुला जिल्ला के हो त भन्दाखेरि एउटा यो पुलको काम गर्न सक्छ क्या, 3टा देशको नेपाल, चाइना र यो भारतसँग जोडिएको बोर्डर हो। त्यो दार्चुला आफैमा के हो भन्दाखेरि यो दार्चुला जिल्लाले त्यसलाई एउटा पुलको काम गर्न सक्छ, समन्वयकारी भूमिका खेल्न सक्छ हैन। त्यस कारणले पनि त्यस्ता सीमाहरू राजनीतिक स्तरबाट एउटा परराष्ट्र नीतिलाई एकदमै मजबुत बनाएर परिपक्वता किताबले त्यसरी समस्या समाधान गर्नुपर्छ, यो हल्लाको भरमा गर्नु हुँदैन भन्ने खालको कुरा उठाउँछौँ हैन। र अर्को यहाँका जनताहरू जस्तो अहिले यो मैले यहाँ हस्पिटलमा हेरेँ, यहाँ तपाईँको छिटामोल पाइने जस्तो यो स्वास्थ्य यो जिल्ला हस्पिटलमा, यहाँका हस्पिटलमा जस्तो सरकारले एउटा डाक्टरहरू यहाँ नियुक्ति गरेर औषधिहरू उपचार गरेर खालि भारतको पारी निर्भर हुन पर्ने हैन तिनी कुरा छ। जस्तो अर्को नागरिकता दिन आउँदाखेरि टाढाका मान्छेहरू 8-10 हजार खर्च हुन्छ गरे, 500 सिफारिस दिन्छ अरे स्थानीय तहले हैन। त्यो कुराहरूको हामी केही यहाँ भएका व्यक्तिका कुराहरू बोल्छौँ सर।